My husband. नमस्ते सबैजनालाई अनि स्वागत छ फेरि पनि मेरो अर्को नयाँ ब्लगमा। ब्याकग्राउन्ड म्युजिक चाहिँ इग्नोर गर्नु होला गाइस। अनि आज चाहिँ बिहानको सुरुवात बिहानै खाँदै हुँदै थियो नि, खानु नपाए जस्तो खाँदै थिएँ। अनि खाजा चाहिँ यो थियो र यता म चाहिँ लागि उत्पात गर्नु, उत्पात होइन मेरो पुतलीहरूलाई अझै पुतली बनाउन। के भएको गाइस, अझै पुतलीहरूलाई स्याहार्नुको लागि साह्रै मनपर्छ दिन बा दिन। त्यति मात्र क्या हो र गाइस, एउटा सके अर्को छ नि। यता काम गरिसकेर उता काम बितिरहेको चाहिँ यत्रो कपडा लान्छ। त्यसको बादमा आज म कति धेरै काम गर्छु होइन, मेरो नन्दहरूले सफा गर्नुभएको, मेरो बहिनीहरूले सफा गरेको कस्तो सफा गर्नु रहेछ। फेरि म सफा गर्नु आँटेको छु। अब पाइप लगाएर उत्पात कति छ गाइस हेर्नु। यो धुलाइसकेर अरू काम सकेर फेरि मिल्छु गाइस। यति सफा गर्दाखेरि खाला तुरुङको भन्छन् नि, गर्नेलाई कामै काम हुन्छ अरे कि नगर्नेलाई कामै हुँदैन। त्यस्तै भएको थियो मेरो पनि, काम बढिहाल्यो नि। त्यो झाडु पनि मारेको छैन तर पनि यहाँ काम गर्दै गर्दै मेरो मुख हेर्नु चाहिँ म बोल्दिनँ गाइस। उत्पात नि त उत्पात, कति धेरै उत्पात आउँछ के भन्नु। त्यति गरिसकेर म लागेँ अब झाडु मार्नु। यसै त सधैँ मारिन्छ तर पनि एक दिन आफूले टाइम निकालेर आफ्नो रुम सफा गरेको भिन्दै हुन्छ। अनि म पकाउँदै थिएँ, यता माछा फ्राई गर्दै थिएँ। त्यसको बादमा मलाई पकाउनु छु अझै धेरै चिज। त्यहाँ चाहिँ बेबोको खाना बनाएको थिएँ, दाल बनाएको थिएँ अनि अझै मलाई त्यति पकाउनै थियो। अनि म लागिसकेको थिएँ, टक 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 गरेर मेरो खुट्टा हेर्दै थिएँ। अनि फेरि मुख त हेर्नु पऱ्यो नि गाइस, मुख नहेरेर त भएन नि त। मुख हेरिसकेर यता भाडाले मलाई आइजा गर्दै थियो, यता कालीले मलाई भात दे गर्दै थियो, उता कपडाले छिटो आइजा भन्दै थियो। अनि जेसुकै होस् म चाहिँ मेरै पुतलीहरूलाई हेर्छु भनेर पुतलीहरूलाई हेर्नुतिर लागेको थिएँ। पुतलीहरूलाई चाहिँ हेरेर कति शान्ति भएको थियो नि मलाई आज। कस्तो आज चाहिँ हजुरहरूलाई मेरो होइन हाम्रो बारीको त्यो गरेर चाहिँ गाइस यस्तो राम्रो